नमस्ते सम्पूर्णमा। आज चाहिँ हाम्रो बुद्ध जयन्तीको दिनमा चाहिँ आज बुद्धको जन्म, हाम्रो भगवान बुद्धको जन्म 2570औं बुद्ध जयन्तीको उपलक्ष्यमा कागमिर पिपिटीका बुद्ध पदयात्रा कार्यक्रम रहेको छ। त्यसै गरी हाम्रो साथमा हुनुहुन्छ सम्पूर्ण हाम्रो बुद्ध भगवानको भक्तजनहरू देख्न सक्नुहुन्छ तपाईले। यसै गरी तपाईले देख्न सक्नुहुन्छ यहाँ चाहिँ मेमे भन्नुहुन्छ। मेमे भनेको चाहिँ पुजारी हाम्रो तामाङ भाषामा। यता चाहिँ अब आनीहरूले चाहिँ अब शङ्ख बोक्नु भइरहेछ, शङ्ख फुर्नलाई। यता चाहिँ अब यहाँ ढ्याङ्ग्रो बजाउने कार्यक्रम रहेको छ। यसै गरी हाम्रो यहाँ भगवान बुद्धको चाहिँ सानो हुँदाको मुखको तस्बिर राखिएको छ यसरी हाम्रो अटोमा। यसै गरी ल अब तपाईँले म ध्यान गरिरहेको छु सम्पूर्ण बुद्ध धर्मावलम्बीहरू चाहिँ यसरी चाहिँ पम्पलेट लिएर चाहिँ नारा लगाएर चाहिँ बुद्ध धर्मको शान्ति फैलाउनको लागि चाहिँ यसरी बस्नु भइरहेको छ। लसो लसो हामी चितवन पर्साको 24 खटीमा आइसकेको छौँ। यसै गरी अब हाम्रो यहाँबाट चाहिँ आजको चाहिँ नगर परिक्रमा रहेको छ। धर्म नै हाम्रो सबभन्दा ठुलो धन हो। आजको हाम्रो कार्यक्रम चाहिँ सम्पन्न भइसकेको छ। अब सबैजना हाम्रो धर्मावलम्बीहरू चाहिँ गुम्बामा प्रस्थान गर्नु भइसकेको छ। लसो अब चाहिँ हाम्रो यो पम्पलेटहरू चाहिँ यसरी सङ्कलन गरेर चाहिँ एक ठाउँमा राखेर चाहिँ अब हाम्रो चाहिँ यहाँ धर्मावलम्बीहरूले चाहिँ यसो हल्का खानपिनको कार्यक्रम रहेको छ। अब चाहिँ हामी धर्मावलम्बीहरूलाई चाहिँ आज चाहिँ हाम्रो यहाँ खिर बनाइएको छ यसो प्रसादको रूपमा चाहिँ। भेना यहाँ अब खिर रेडी भएको हो कि के, कति टाइम लाग्छ?
भेनाले एकदम धेरै मिहिनेत गरेर बनाउनु भएको छ आज हेर्दै मिठो होला जस्तो छ यतापट्टि चाहिँ अब हाम्रो अर्को आइटम रहेको छ यो चाहिँ चना रहेको छ एकदम स्पेसल रहेको छ चना यो चाहिँ हाम्रो साङ्गे बौद्ध गुम्बामा चाहिँ हाम्रो शिलालेखमा स्थापित 2082 फागुन 16 गते भएको थियो र यसमा चाहिँ हाम्रो सहयोग गर्नेहरूको चाहिँ नाम यसरी यसमा शिलामा लेखिएको छ सम्पूर्ण यो चाहिँ हाम्रो यहाँ गुम्बामा समावेश हुनुभएको सबै मानिसहरूको रहेको छ र यसै गरी 69 नम्बरमा चाहिँ हाम्रो मेरो आमाको कुमारी मोक्तानको चाहिँ यहाँ लेखिएको छ रु 10,500 यसै गरी सबै गरेर चाहिँ अहिलेसम्म हाम्रो यहाँ 100 जनाको चाहिँ यहाँ शिलामा लेखिएको छ शिलामा लेखिनलाई चाहिँ जसले चाहिँ 10,000 देखि माथि सहयोग गर्नुभएको छ उहाँको चाहिँ यसमा लेखिएको छ र 10,000 भन्दा कम सहयोग गर्नुहुनेको चाहिँ यसमा चाहिँ समावेश गरिएको छैन हामी चाहिँ अब यहाँ गुम्बामा चाहिँ अब प्रसादहरू खाने कार्यक्रम रहेको छ यहाँ चाहिँ सुभाष दाईले चाहिँ यहाँनिर अब चना हाल्दै हुनुहुन्छ हाम्रो यहाँ भाउजू यहाँ चाहिँ अब गोरी छ्याम हुनुहुन्छ यहाँ खिर हाल्दै कहाँ जानुहुन्छ यता चाहिँ सबैजना चाहिँ अब प्रसाद खाने कार्यक्रम रहेको छ सबैजनाले यता चाहिँ अब मेमीहरूको प्रसाद दिँदै हुनुहुन्छ पूजापाठ सकिसकेको छ अहिले हाम्रो गुम्बामा यता नानीहरू पनि प्रसाद लिँदै हुनुहुन्छ कस्तो छ त हिरा दाइ एकदम मिठो छ टेस्टी छ पनि एकदम मिठो छ यो मसला हालेर पुरै यो खिरमा पनि एकदमै के मिसा रहेछ खिरमा यो सबै मसलाहरू यो काजु बदाम किसमिस नरिवल पुरै सब मिक्स छ अनि चना पनि यो ठुलो चना एकदम मिठो छ टेस्टी स्वाद छ एकदम मिठो छ है ल ल इन्जोय गरे पनि प्रसादलाई कसो छ दिपिकालाई त कसलाई दिपिका लजेर आएको छ यहाँ दिपिका चाहिँ यहाँ कसो छ त खिर मिठो छ अनि तरकारी चाहिँ हाम्रो सेफ चाहिँ यता हुनुहुन्छ अगाडि फेरि यहाँ सेफले बनाउनु भयो यहाँ एकदम सुभाष दाले कस्तो लाग्यो आफैले पकाएको यहाँ आइसक्यो त यताबाट गोर्खाले एकदम मिठो भएको छैन गोर्खा ल डर आयो है त ल